रात को 12 बजे सिमलको रुखबाट 10वटा लास खस्दा मेरो सातो गयो। रक्सीको झोकमा म लड्खराउँदै हिँडिरहेको थिएँ। अचानक हावामा चमेलीको यस्तो बास्ना आयो मानौ कसैले मेरो नाककै अगाडि अत्तर छर्किएको छ। मैले टर्च बालेर यताउता हेरेँ। अगाडि एउटा सेतो छाया देखियो। एउटी युवती कपाल फुकालेकी भुइँतिर हेरेर रोइरहेकी। म अलि नजिक गएँ। नानी, यति राति यहाँ किन एक्लै? उसले बिस्तारै टाउको उठाई। उसको अनुहारमा मासु थिएन, केवल सुकेको छाला र राता आँखाहरू थिए। मेरो सातो गयो। म पछाडि हट्न खोजेँ, तर मेरो खुट्टा ढुङ्गामा ठोकियो। म लडेँ। मैले भुइँबाट टर्च उचालेर वरिपरि घुमाएँ। मेरो रगत नै जम्यो। सिमलको त्यो एउटै रुखबाट एउटी होइन 10वटा त्यस्तै सेता आकृतिहरू सरर तल झरिरहेका थिए। उनीहरूका पैताला उल्टो थिए र भुइँमा टेक्दा हड्डी मर्केको क्र्याक क्र्याक आवाज आउँथ्यो। 10वटा किचकन्नीले मलाई घेरिसकेका थिए। उनीहरूको खिचिचिची हाँसोले मेरो कानको जाली नै फुट्ला जस्तो भयो। म चिच्याउन खोजेँ, तर घाँटीबाट आवाजै निस्किएन। तिनीहरूका चिसा र हड्डी मात्र भएका हातहरू मेरो शरीरतिर बढिरहेका थिए। त्यो रात म कसरी बाँचे मलाई थाहा छैन, तर आज पनि सिमलको रुख देख्दा मेरो मुटु टकटक गर्छ।